हेलो हेर्नुहोस् है हामीहरूको चाहिँ इन्भेन्ट्री गर्दाखेरि एक्सपायरी मेडिसिन निकालेको छ साथीहरूले हेर्नुहोस् यो के हो हेर्नुहोस् त क्याल्सियम ग्लुकोनेट हो हेर्नुहोस् यो पनि एक्सपायरी भएको यो पनि केसिएल हो हेर्नुहोस् यो पनि एक्सपायर भएको क्याल्सियम ग्लुकोनेट र केसिएल एउटा एउटा देख्छ तर यो इन्जेक्सन चाहिँ अलग अलग हो नि साथी हेर्नुहोस् आज इन्भेन्ट्री गरेको चाहिँ यति निकालेको साथीहरूले हेर्नुहोस् यो खै तपाईँको एड्रिनालिन हेर्नुहोस् यहाँ छ एड्रिनालिन हेर्नुहोस् यत्रो साह्रो हामीहरूको एक्सपायरी भएको मेडिसिन चाहिँ आज निकालेको छ साथीहरू आज चाहिँ इन्भेन्ट्री गरेको थियो अन्त आज निकालेको हेर्नुहोस् है यहाँ पनि कति छ हेर्नुहोस् यो पनि एक्सपायरी मेडिसिन हो यो चाहिँ ट्रानेक्जा हो पज भन्छ यसलाई चाहिँ यो चाहिँ ब्लिडिङ रोकिने मेडिसिन हो यो चाहिँ ब्लिडिङहरू नहोस् भनेर दिन्छ यो पज इन्जेक्सन हेर्नुहोस् यो चाहिँ के हो भन्नुहोस् त यो त भाइरल यो चाहिँ ब्लड हाल्नुपर्छ है यसमा चाहिँ अन्त ल्याबमा पठाउनुपर्छ यो पनि ट्रानेक्जा हो यो सबै एक्सपायरी मेडिसिन चाहिँ हामीले निकालेको साथीहरू निकालेको छ ट्रामाजेकहरू पनि एक्सपायरी भएको रहेछ यो ट्रामाजेक चाहिँ केमा दिन्छ भन्नुहोस् त यो दुख्दाखेरि चाहिँ यो चाहिँ दिन्छ यति चाहिँ हामीले निकाले यो चाहिँ डोबोटामिन हो हेर्नुहोस् है यति चाहिँ हामीले एक्सपायरी मेडिसिन निकालिरहेको छौँ हेर्नु साथीहरू आज एक्सपायरी त दिनु भएन नि त त्यही कारण निकालेर चाहिँ हामी चाहिँ अब चाहिँ यो चाहिँ बादमा चाहिँ फ्याँकिदिन्छौँ हेर्नुहोस् आज चाहिँ हामीले यति एक्सपायरी मेडिसिन निकालेको हेर्नुहोस् एक्सपायरी त दिनु भएन नि त पेसेन्टहरूलाई त्यही कारण हामी चाहिँ रोज इन्भेन्ट्री गर्दाखेरि हेर्छौँ एक्सपायरी छ कि छैन एक दुई महिना अगाडि नै निकालिदिन्छौँ किनकि यहीँ राख्छौँ देख्ने ठाउँमा चलिहाल्यो भने चाहिँ त्यही चलाइदिन्छौँ एक दुई महिना अगाडिको चलेन भने चाहिँ फ्याँकिदिन्छौँ हेर्नुहोस् भाइ पैसा